2005 देखि आज 2025 सम्म आउँदै गर्दा पुरा जीवन चाहिँ कस्तोबाट कस्तो हुँदै गयो, तर चाहिँ पैसाको हिसाबले हेर्ने हो भने त्यो लेभलमा छैन। तपाईहरुको भन्दा बढी स्यालेरी थियो होला मेरो, किनकि म इराक हिँड्थेँ, कम्पनीमा टेलर ड्राइभर हुँ है, पेसाले म ड्राइभर। हेर्नुहोस् है, 10 वर्ष म इराक हिँडेको मान्छे, 450 मेरो स्यालेरी थियो होला, सोच्नुहोस् त्यो वारको बेलामा। तर पनि आज पनि मसँग पैसा छैन, सोच्नुहोस्। र मैले 2018 लास्टमा मैले डिएक्सन चिनेको। त्यो बेलामा मलाई जसले डिएक्सन जोड्नको लागि बहुत कोसिस गर्नुभयो, उहाँलाई चाहिँ मैले अहिले मनबाट चाहिँ एकदमै चाहिँ सल्युट गर्छु क्या। त्यो शब्द नै छैन, शब्द नै छैन है। मलाई त्यो शिक्षा, त्यो खालको चाहिँ वातावरणमा हुर्काउनको लागि कति मेहनत गर्नुभयो। आज मैले पाएको जो इन्कम उहाँले 1 पैसा पनि लिनुहुन्न। अहिले गएर हेर्नुभयो भने म 50 दिनको छुट्टीमा घर बसेर आएको 180 केडी बोनस आएको छ। हेर्नुहोस् त सर, त्यो भन्दा अचम्म लाग्यो तपाईँहरूलाई। त्यो पनि यही गएको महिनाको हो। मैले कति बिजनेस गरेँ होला नेपालमा गएर फिल गर्छु सर, यो यथार्थ हो। हामीले त्यहाँ अफिसमा कतिजना गर्छ 2 महिनाको लागि 3 महिना होइन, त्यो मैले फिल गर्छु। हेर्नुहोस् 180 केडी नर्मल होइन। त्यो मैले भ्याकेसनमा गएको, छुट्टीमा, अहिले छुट्टीमा गएर गएको, शनिबार आएको। म शनिबारदेखि म लगातार चाहिँ ड्युटी गरेको छु र आज म यो अवसर मिल्यो र नेपालमा 50 दिनको छुट्टीमा घुम्न गएको मान्छे, फ्यामिलीसँग गएको मान्छे, तर हेर्नुहोस् इन्कम पनि मजाले लिएर आएको छु। र यो एक्टिभ इन्कम होइन, यो प्यासिभ इन्कम हो। र जति पनि मैले काम गरेँ नि त्यो टिम उड्दै जानेछ। जहाँ पनि मैले गएर सिकाउँदै गएँ, बुझाउँदै गएँ, सबैले मलाई बोलाउँछ। म फेरि जान सकिनँ भनेपछि म एउटा स्टेरिङ घुमाउने मान्छे हो, गाडी चालक हो, प्रोफेसनल चालक हो। म 25 वर्षदेखि म गाडी नै चलाउँछु है। भनेपछि नेपालमा पूर्व पश्चिमको गाडी चलाएन कि, टिप्पर चलाएन कि, ट्रेलर चलाएन कि, सोच्नुहोस्। तर म कहिले पनि गाडी चलाउँछु भने सोचेको मान्छे हो। आज मैले खुलेर भन्दैछु तपाईँहरूको, कहिले पनि मैले गाडी चलाउँछु भने जन्मै आएन। मेरो सोच नै अर्कै थियो। तर सजिलोको लागि गाडी चलाए ठिक हुँदो रहेछ भनेर म सजिलो लागि गाडी चलाउन थालेको। जसले चाहिँ 25 वर्षदेखि गाडी चलाउँदै म कुवेतमा 2005 देखि अहिलेसम्म छु। तर 2018 मा डिएक्सनमा जोडिएको मान्छे, 18 लास्टमा जोडिएको मान्छे। म यति बोल्ने पनि मान्छे होइन, जानेको मान्छे पनि होइन, यो ड्रेस पनि मेरो होइन। म यहाँ सरले ल्याउँदै गर्दा म भित्र छिर्न लाज मान्थेँ। मैले चाहिँ पाण्डाको जुत्ता लगाउने, जिन्सको पुरा चुस भरेको प्यान्ट लगाउने, कानमा मुद्रा लगाउने, कपाल चाहिँ हरेक हप्ता कलर गर्ने मान्छे हो म। तपाईहरु त्यस्तो हुनुहुन्न होला। हरेक हप्ता कलर गर्ने, हरेक हप्ता चाहिँ म चाहिँ स्टाइलिस हुनुपर्ने, चाहे मेरो फिजिकल फिटनेसमा नहोला, तर म त्यस्तो लुकको सोचको मान्छे थिएँ। तर हेर्नुहोस् आज डिएक्सनले अहिलेको अवस्थामा हेर्दा यो चोकलाल होइन होला, ढाँटे होला। त्यसो त यो डिएक्सनले तपाईलाई यहाँ आउँदा, तपाईँ जब यहाँ आउनुहुन्छ नि रोग लागेर आउनुहुन्छ, तपाईँ जब आउनुहुन्छ नि पैसाको अभावमा तडपेर आउनुहुन्छ, पैसा कमाउने सोचमा आउनुहुन्छ, तपाईँ यहाँ आउनुहुन्छ नि एज अ लेबर भएर आउनुहुन्छ। तर डिएक्सनबाट निक्लिँदै गर्दा तपाईँ बिजनेसम्यान बनेर जानुहुन्छ। बिजनेसम्यान, तपाईँ पैसा कमाउने ठाउँको हिरो बनेर जानुहुन्छ। तपाईँ यहाँ आएर केही वर्ष बिताउनुहोस्, तपाईँको आफ्नो पहिचान पनि बनाएर जानुहुन्छ। तपाईँ यहाँ आएपछि सुरुमा केही पनि होइन तपाईँ, तर तपाईँ बहुत कुछ बनेर जानुहुन्छ। डिएक्सन बुझ्नेलाई बहुत कुछ हुन सक्छ। त्यो त यो चोकलाल यहाँ आएर 2 सेकेन्ड बोल्न नसक्ने मान्छे, म डक्टरलाई क्लास दिएर आएको छु। मैले काठमाडौँमा म गएर 6:30 बजे क्लास छ भन्नुभयो सरहरूले, हो मेरै आफ्नै टिममा होटलमा राति पुगेको छु। अनि बिहान चाहिँ किन सर 6:30 बजे क्लास भने, होइन सर उहाँहरू ड्युटी जाने हो, अफिस टाइम छ, 6:30 बजे नै दिनुहोस् भन्नुभयो। हुन्छ भने अनि बिहान चाहिँ 6:30 बजे उठेर मैले चाहिँ डिस्प्ले सेट गरेर मैले चाहिँ आफ्नो कार्यक्रम दिन थाल्दा सबै सुटमा आउनु भएको छ, किनकि उहाँहरू डक्टर लेभलको मान्छे छैन। म त स्टेरिङ घुमाउने मान्छे हो नि सर, तर पुरै चाहिँ अगाडि हेरेको पुरा सुटमा आउनु भएको छ। यस्तै गरी सेतो सर्ट, बाहिरबाट सुट लाउनु भएको छ, सर र बस्नुभयो। मैले आफ्नो चाहिँ के छ, म त यहाँ सिकेर गएको थिएँ, गल्ती भयो नि हामीलाई केही टेन्सन छैन, किनकि मिस्टेकबाटै सिक्ने हो।
मैले जे हेल्थको बुझेँ किन रोग लाग्छ, किन सुगर हुन्छ, किन प्रेसर हुन्छ, किन डायबिटिज हुन्छ, किन प्रोस्टेट हुन्छ, किन किडनी फेल हुन्छ, म त्यो सबै पढ्दै आएको छु, सिक्दै आएको छु। तर मैले त्यही क्लास दिएँ। पछि क्लास दिइसकेपछि मैले 1.5 घन्टा क्लास दिएर मैले पछि उहाँहरूसँग परिचय गरेर सरहरूले के गर्नुहुन्छ भन्दा म चाहिँ फलानु हस्पिटलको फिजिसियन हुँ, फलानु ठाउँको म चाहिँ यो चाहिँ के अरे विभिन्न चेक गर्ने ठाउँको सेक्टरको मान्छे हो, अथवा कान्ति बाल अस्पतालमा म यो पेसेन्टहरू हेर्छु। यस्ता यस्ता चाहिँ मान्छेहरू भेटेँ। अनि मैले सोधेँ, सर मैले तपाईँहरूलाई सिकाउँदै गर्दा बुझाउँदै गर्दा मजाले हेरिदिनु भयो, मेरो र तपाईँको शैलीमा के छ भन्दा सर हामी तपाईँसँग सहकार्य गरेर काम गर्न चाहन्छौँ भन्दा चाहिँ फिल गर्नु परेन सर, फिल गर्नुहोस्। यही 6 वर्षमा चोक्लाले यस्ता साथीहरूलाई चाहिँ लिएर आएर मजाले चाहिँ बुझाउन सकिरहेको छ। त्यो पनि डिएक्सन कम्पनीको उत्पादन संसारको नम्बर 1 उत्पादन हो, नम्बर 1 उत्पादन हो। र तपाईँ यो उत्पादन अर्ग्यानिक छ, नेचुरल छ, बिना केमिकल वाला उत्पादन हो भनेर सर्टिफाई गरेको छ यो कम्पनीको हरेक चिजले। उहाँहरूसँग छैन त्यस्तो सर्टिफाई। र एउटा कुरा चाहिँ तपाईँहरूले बुझ्नुपर्ने कुरा, एउटा मान्छे ग्यास्ट्रिक हुन्छ, हस्पिटल जान्छ, त्यो मान्छे सधैँभरि त्यो ग्यास्ट्रिकको औषधि खान्छ, खोइ त निस्केको म ठिक भयो भनेर आएको को छ? एउटा मान्छे प्रेसरको औषधि खान्छ, जीवनभरि त्यो प्रेसरको औषधि खाइरहेको हुन्छ, खोइ त ठिक भएर आएको। एउटा मान्छे किडनीको इस्युले यस्तो समस्यामा जान्छ, खोइ त डक्टर जति एलोपेथीको औषधिहरू खानेहरू किन ठिक भएको छैन, जीवनभरि नै गर्छ। प्रोस्टेटको मान्छे पछि गएर त चाहिँ पुरै खुर्केर फाल्छ, खोइ त ठिक भएको। हस्पिटल लाइनका लाइन छन्, अप्सन तपाईँहरूले बुझ्नुपर्ने कुरा। यो हाम्रो व्यापार हो, यो हाम्रो व्यवसाय हो। यो तपाईँ इन्टरनेसनल रूपमा व्यवसाय गर्ने ठाउँमा हुनुहुन्छ र विश्वभरि तडपेका, पैसाको लागि तडपेका, स्वास्थ्यको लागि तडपेका मान्छेहरूको लागि यो वरदान हो हेर्नुहोस्। र यो उत्पादन धनी मान्छेले खाने ठिक हो, खाने चिज हो, यति बुझ्नुहोस्। धनी मान्छेले खाने चिज हो भने किन मैले नखाने त? यो कुरा सोच्नुहोस्। धनी मान्छेले खाने चिज हो, राजा महाराजाले खाने चिज हो भने मैले किन नखाने त? म गरिब छु भनेर फिल गर्ने हो। फिलबाट निक्लनुहोस् र तपाईँले चाहे जति वर्ष नोकरी गर्नुहोस् विदेशमा, केही हुनेवाला छैन। मैले भने त मैले 450 मेरो तलब थियो भने म फिल गर्छु नि, तपाईँहरूको सायद छैन होला, तर आज त्यसको 50% मेरो तलब छ। तर डिएक्सएलले चाहिँ ग्लोबली व्यापार गर बाबु भनेर चिनाइदिएको छ र म सुरु गर्दैछु। भन्नुभयो नि, म नेपालमा छुट्टी गएँ, पूर्वदेखि पश्चिमसँग घुमेको छु, क्लास दिएको छु, तयार गरेको छु। जति पनि बसेका छ नि आँखा चिम्म नगरिकन हेरेको छ कि मान्छे। यो विशेष खालको इन्डस्ट्री हो तपाईँलाई रूपान्तरण गर्ने। यो विशेष खालको इन्डस्ट्री हो जसले तपाईँलाई धनी बनाउँदैछ, जसले तपाईँलाई वेल्दी बनाउँदैछ, जसले तपाईँलाई हेल्दी बनाउँदैछ, जसले तपाईँलाई पहिचान दिँदैछ। बुझ्नुभयो नि, जन्मिँदा पनि तपाईँले यो धरतीमा आमाको कोखबाट बाहिर आउँदा पनि विभिन्न खालको चिजहरूबाट चिरेर जितेर आएको मान्छे हो। यहाँ हार्नलाई जन्मेको होइन, प्रयास गर्नेवाले कि हार नै हो। प्रयासै नगर्ने मान्छेको जित हुँदैन। कोसिस गर्नु साथीहरू, यदि नयाँ हुनुहुन्छ भने यो कोसिसले फरक बनाउनेछ, 100% बनाउनेछ। यदि तपाईँले चाहिँ भित्र त्यो जुनून छ, म धनी बन्ने हो, म फरक बन्ने हो, म क्वालिटी बिल्ड गर्ने हो भन्ने खालको कुनै चिज भित्र चाहिँ हिँड गरिरहेको छ भने यो इन्डस्ट्री मात्र तपाईँ र म जस्ताको लागि बनेको। तपाईँ जति वर्ष यहाँ कुद बस्नुहोस्, यहाँबाट लाइसेन्स लिएर जानुहोस् अथवा स्किल सिकेर जानुहोस्, तपाईँ नोकरै हो त्यो कम्पनी। म कुनै कम्पनीमा काम गर्दै गर्दा 4 महिना तलब नपाएर चाहिँ विकल्पको रूपमा डिएक्सन ठिक हो भनेर मलाई रुटमा ल्याउनु भएको सरले। आज हेर्नुहोस् त, म स्टार डायमन्ड हो र डायमन्डहरू मैले पैदा गर्दैछु। र एउटा डायमन्ड भनेको तपाईँको चाहिँ सुपर मार्केट हो हजुर, जसले 50 लाख लगाएर खोल्या हुन्छ नि, त्यो एउटा डायमन्ड बनाउनु भनेको एउटा सुपर मार्केट तपाईँको तल छ। फिल गर्नुहोस् त। त्यसपछि हामीले नोकरी गर्दै गर्दा, काम गर्दै गर्दा, पेसा गर्दै गर्दा अथवा यहाँ विदेशमा आएर केही गर्दै गर्दा
डिएक्सनलाई तपाईँहरूले लिएर जानुभयो भने, डिएक्सनलाई रुटमा लाने कोसिस गर्नुभयो भने तपाईँ भविष्यको हिरो हो। किनकि यो कम्पनी कपिलवस्तुमा फ्याक्ट्री भिजिट गरेर मैले चाहिँ हेरेर आएको छु, भित्र भिजिट गरेर हेरेको छु। हेर्नुहोस्, र यो कम्पनी तपाईँले ग्लोबली चाहिँ व्यवसाय गर्ने अवसर छ। तपाईँ हामीलाई कसैले चिन्दैन, डिएक्सन नगर्नुहोस् त, चिन्दैनन्। को तपाईँलाई लात्ता हालिदिन्छन् 50 लाख। रियालिटी हो सर। कति कमाउनुहुन्छ, के छ भ्यालु तपाईँको? किरा मकोडा जस्तो हो हामी, बुझ्नुभयो नि? हामी जस्ताको कसैको केही भ्यालु छैन, तर डिएक्सनले तपाईँलाई हिरो बनाउँछ सर। हजारौँमा एक निक्लिन्छ हिरो बन्नलाई। तपाईँहरू छन् त छन्, त्यत्रो भिड छ नि त कुवेतमा, किन तपाईँहरू मात्र यहाँ? किन? फिल गर्नुहोस्, ढिलो हुन्छ तर 100% हुन्छ यदि डिएक्सनमा टिकिरहनु भयो भने। सरहरूको बिचमा आज मेरो ब्यानर भन्दा म प्राउड फिल गर्छु क्या। जसले चाहिँ एसएससी रमेश खत्री सर हुनुहुन्छ, 10 वर्षदेखि 15 वर्ष 16 वर्ष लगाउनु भएको छ यो क्षेत्रमा होइन। हाम्रो चाहिँ डिडी सुदन लिम्बू सर हुनुहुन्छ, डबल डायमन्ड होइन, जसले चाहिँ 16 17 18 वर्ष कति वर्ष लगाउनु भयो। उहाँहरूको बिचमा मेरो ब्यानर बन्दै गर्दा प्राउड फिल गरेको क्या मैले। किनकि म त सामान्य हो, थाहा छैन केही पनि, तर थाहा नहुँदै पनि यहाँ आएर उहाँको बिचमा सजिएर म चाहिँ बोल्न पाउँदा खुसी लाग्छ सर। तपाईँहरूको लागि पनि यो अवसर हो। अन्त कतै तपाईँहरूले पाउनुहुन्न। स्वास्थ्यको कुरा गर्नुहोस्, पैसाको कुरा गर्नुहोस्, सफलताको कुरा गर्नुहोस्, अरू केही हुँदैन यहाँ। ढाँट्ने छल्ने लुट्ने नै हुँदैन। तपाईँले किन्नुभयो, अब तपाईँहरूलाई फेरि सर्टकटमा टु द पोइन्ट लान्छु। तपाईँले हरेक कम्पनीको वितरक बन्न पैसा तिर्नुपर्छ, डिस्ट्रिब्युटर बन्न पैसा तिर्नुपर्छ। डिएक्सनको वितरक बन्न पैसा लाग्दैन, पहिलो कुरो। दोस्रो कुरो, त्यो आइडीबाट तपाईँले छुटमा किन्न पाउनुहुन्छ, त्यो आइडीबाट बेच्न पनि पाउनुहुन्छ, त्यो आइडीबाट तपाईँले स्पोन्सरिङ गर्न पनि पाउनुहुन्छ। दुनियाँका हरेक मान्छे, धनी गरिब जोसुकै होस्, त्यसलाई तपाईँले स्पोन्सरिङ गर्न पाउनुहुन्छ र ग्लोबली व्यापार गर्न सक्नुहुन्छ। यहाँ कुनै बस छैन, कुनै लस छैन, कसैले गर नगर भन्दैन। कस्तो बिजनेस हो हेर्नुहोस्। र एकपटक सुरुवाती 1 वर्ष तपाईँले सिक्न लाग्छ, मैले बुझेको कुरा। 2 वर्षदेखि 3 वर्ष तपाईँले टिम बनाउन लाग्छ, 3 वर्षपछि बल्ल थोरै धेरै रस आउन थाल्छ। बुझ्नुभयो? त्यो रस कस्तो हुन्छ भन्ने कुरो मेरै म्याडमले भन्थ्यो, बुढो डिएक्सन यस्तो हो भन्ने मलाई थाहै थिएन। बुझ्नुभयो नि? आज मेरो सेलेरी बराबर चाहिँ बोनस आउँदैछ। यो पैसाको कुरा होइन के, पैसै त त्यो छुट्टै कुरा हो, तर तपाईँलाई आत्मसन्तुष्टि कस्तो हुन्छ भन्ने कुरा हो। एक्लै बसेर फिल गर्नुहोस् न, रुट गलत हो कि सही हो भनेर। गलत मान्छे गलत रुटमा गएर बनावटी आँसु आँसे आउँछ, तर तपाईँ यो क्षेत्रमा टिकेर हिँड्नुहोस् र यसको डिपली चाहिँ अनुसन्धान गर्नुहोस्, तपाईँलाई प्राउड फिल हुन्छ क्या। मलाई कैयौँ साथीहरूले अँगाल हालेर घर बोलाउनुहुन्छ, मजाले पकाएर खिलाउनुहुन्छ, खुसी छ। किन सर भन्दा मलाई सुगर थियो, मलाई डायबिटिस थियो सर, तपाईँको गाइडले म चाहिँ आज कुनै पनि ट्याब्लेट खान्न भन्दा त्यतिखेर यो आत्माले कति सन्तुष्टि माग्छ भन्ने कुरो त्यो फिल गर्नुहोस् साथीहरू। खतरनाक ठाउँ हो डिएक्सन। मैले सुट लाउने लाइकै मान्छे होइन त, मैले भनिसकेँ त, तर हरेक छुट्टीमा मैले नयाँ सुट सिलाउनु मन लाग्छ। कस्तो फिल हुन्छ, किनकि मैले सेलेरीबाट गरेँ हुन, डिएक्सनबाट गरेँ हुन्छ, तर सुरुवाती चरणमा तपाईँलाई अलिकति गाह्रो हुन्छ। केही वर्षपछि तपाईँलाई मजाले चाहिँ इन्जोय गर्न मन लाग्छ। इन्जोय क्या। मैले घरमा गएर घरमै ट्याक्सी बोलाउने, बच्चालाई त्यहीँ बसाल्ने, लैन यत्रो खर्च नगरौँ न, अरे हिँड न, मजा लाग्थ्यो सर। हिजो कमाउँदा पनि पुगेको थिएन, तर आज जीवन कसरी जिउने भन्ने कुरा थाहा भएको छ। यो डिएक्सनले सिकाउँछ। त्यसमा तपाईँहरूको लागि डिएक्सन बेस्ट अवसर हो। यतिको अवसर तपाईँले कहीँ गएर पनि पाउनुहुन्न, किनकि यो क्षेत्र हाम्रो लागि बनेको हो। धनी मान्छेले त यसको प्रोडक्ट किनेर खान सक्छ, हामीले सिस्टम बनाउनु पर्छ। सिस्टम बनाउनु भयो भने यहाँ फ्रीमा खाएर पैसा लिने ठाउँ छ। मैले आएर 100 पिबी गरेँ,
180 रुपियाँ रेडी छ, कमाए के भयो त, नो प्रब्लम, के भयो त हो। त्यसपछि सरलाई मैले भाइहरूलाई मैले कुरा गर्दै गर्दा भनेको थिएँ यहाँ बिजनेसको प्लान पनि छ है। आज तपाईँले पैसा लगाएर किन्दै हुनुहुन्छ, मरिदियोस्, भोलि तपाईँहरूले फ्रीमा खान सक्नुहुन्छ, पैसा लिने सिस्टम छ। त्यसपछि यही कुरा सोच्नुहोस्, आज संसारमा डिएक्सनको प्रोडक्ट जस्तो कसैसँग छैन, कसैसँग पनि छैन। मैले च्यालेन्जका साथ भन्छु। त्यही भएर डक्टर पनि जोडिया छन्, प्रोफेसर पनि जोडिया छन्, आइटीका टपरहरू पनि जोडिया छन्। डिएक्सनको प्रोडक्ट खाए पनि बिजनेस भएको छ, हुनु भने नखाए पनि उहाँहरूले चाहिँ अरूलाई जोड्नुहुन्छ, अरूले काम गर्न थाल्छन्, हाम्रो बिजनेस हुन्छ, हाम्रो पर्सेन्टेज बढ्छ। त्यसो हुँदा यो फ्रीमा पाएको चिज हो। फ्रीमा पाएको चिजलाई तपाईँले अक्सिजनको तरह लिनु होला। अक्सिजन पनि फ्रीमा पाएको छु भन्नेहरू लकडाउनमा अक्सिजन खोज्दै हिँडेका हो, तर त्यस्तो चिज हो, अदृश्य चिज छ यसभित्र है। हामी यो क्षेत्रमा आइसकेपछि मेक्सिको, अमेरिका थाहा छ नि, त्यो देशमा घुम्न जान सक्छौँ हामी बिजनेसको तरह, बिजनेसम्यानको तरह। यो सिस्टम निर्माण गर्नु पर्यो। त्यसपछि तपाईँहरू जस्ता यस्ता चाहिँ जवान चाहिँ भर्खरका चाहिँ युवा साथीहरू हुनुहुन्छ यहाँ, दिदीबहिनीहरू, भाइहरू, बहिनीहरू, लिडरहरू, एकदम डिपली चाहिँ मजाले डिएक्सनको कफी के हो, डिएक्सनको टुथपेस्ट के हो सिक्नुहोस्, लर्न गर्नुहोस्, नसिकिकन हुँदैन है। घुम्न आएको त होइन होला के अरे, हो सर? सर घुम्न आएको हो, पैसा कमाउन आएको, कति स्यालेरी छ मनन गर्नुहोस्, कति घन्टा काम गर्ने मनन गर्नुहोस्। तर तपाईँले डिएक्सनबाट कमाउने हो भने सिक्नुपर्छ, नसिकिकन त सम्भवै छैन। सिक्नुपर्छ, सुन्नुपर्छ, बुझ्नुपर्छ है। तिनटै कुरा, सफल हुन, स्वस्थ बन्न र अघि बढ्न सिक्नुपर्छ, सुन्नुपर्छ, बुझ्नुपर्छ। जसले सिक्न खोज्दैन, बुझ्न खोज्दैन, सुन्न चाहँदैन, आफ्नो रुट परिवर्तन गर्दैन भने उसलाई चाहिँ समयको हालातले यस्तै हानिदिनेछ, कहीँ उठ्न सक्दैन। त्यही स्कुलमा पढाउने हो छोराछोरी, कम्प्रोमाइज गरेर जिउने हो, याद गर्नु। अनि एउटा चिज किनेर लाउँदा पनि उसलाई चाहिँ महँगो भयो भनेर बस्ने हो, याद गर्नु। फिल गर्नु तपाईँहरूले, रियलाइज नगरे तपाईँ त्यही बस्ने हो 100औं वर्ष रोग लाएर। रोग त लाग्छ साथीहरू, किनकि हावा, पानी, खाना सब चाहिँ टक्सिक छ, लाग्नेवाला छ, लागिराखेको छ। किन रोग 70% भित्र लागिसकेपछि बल्ल देखिने हो। तर डिएक्सनमा आइसकेपछि तपाईँ स्वस्थ बन्दै जानुहुन्छ, निरोगी बन्दै जानुहुन्छ। त्यो बहुत ठुलो बचत हो तपाईँको, र सँगसँगै तपाईँको पहिचान र इन्कमको स्रोत जेनेरेट हुन्छ। त्यसमा तपाईँहरू सबैलाई मनैबाट डिएक्सन बुझ्नुपर्छ है त। गर्ने हो डिएक्सन गर्ने हो। मान्छेहरू कतिजना के हुन्छ न, गर्ने हो भन्छन्, तर घर गइसकेपछि बिर्से। ती मान्छे फेल हो क्या तिनीहरू। तपाईँले यहाँ सुन्नुभयो, घर गएर चाहिँ यो त महँगो रहेछ। अरे महँगो कहाँ छ, यो विश्वको टप लेभलको ब्रान्ड हो। यो व्यवसाय तपाईँले ग्लोबली गर्न सक्नुहुन्छ। इन्डियामा यति धेरै प्रोडक्टहरू निक्लिएको छ, मलेसियामा यत्रो धेरै प्रोडक्ट छ, त्यो तपाईँको चाहिँ सेल गर्ने हो। तपाईँले सेल गर्न सक्नुहुन्छ, यहाँ बसेर सेल गर्न सक्नुहुन्छ। त्यो बिजनेसबाट तपाईँले बोनस लिन सक्नुहुन्छ। कस्तो ठाउँ होला यो। त्यसो त मनन गर्नुहोस्, मेरो कुराले तपाईँहरूको दिमागमा छोयो कि छोएन। यहाँ आउनुको कारण के हो थाहा छ? तपाईँले परिवर्तन गर्नुहुन्छ। यहाँ नआउने मान्छे फेल हो। अफिसमा ल्याएर मान्छेलाई सिकाउँदैन, उसले सिक्दैन, म जानेछु भन्छ भने त्यो फेल हो। 100औं वर्ष उसले नोकरी गर्नेहरू होला। कोही चाहिँ के अरे प्रेसरको औषधि खाने, डायबिटिजको औषधि खाने होइन, विभिन्न टाउको पेन किलरहरू खाने, अनि किडनी फेल हुने, यस्तै समस्याले चाहिँ घेर्ने हो। त्यसो हुँदा चाहिँ दिमाग खोल्नुहोस्, डिएक्सनमा आउनु पर्छ, ल्याउनु पर्छ, कोसिस गर्नुपर्छ। 2 जना 4 जना 10 जनाले काम गर्न थाल्यो भने राम्रो इन्कम गर्न थाल्नुहुन्छ। कोही कन्ज्युमर हुन्छ, कोही बिजनेसम्यान हुन्छ। हामी जस्ता मान्छेलाई, मलाई ल्याउने मान्छे अफिसमा चाहिँ टेबल साफ गर्नुहुन्थ्यो, चिया पिलाउनुहुन्थ्यो। आदरणीय एसआर डिलिराज गेवाली छ, जोरदार ताली। मेरो स्पोन्सर, उहाँको प्रयास थियो नि त यतिको मान्छे पैदा गर्नु। प्रयास त अरूले पनि गरे होला नि। त्यसो भए तपाईँलाई जसले लिएर आएको छ नि, साँच्चै नै भोलि तपाईँले आफ्नो बच्चा बच्चीलाई 3 पुस्ता दिने इन्कम दिएर जान सक्नुहुन्छ। त्यो सिस्टममा आउँदै हुनुहुन्छ। त्यसमा तपाईँले मन गर्नुहोस्, मनन गर्नुहोस्, बुझ्नुहोस् डिएक्सन कस्तो कम्पनी हो, बुझ्नुहोस् डिएक्सन किन गर्ने भनेर बुझ्नुहोस्,
र कसरी गर्ने भनेर बुझ्नुहोस्। यो 3टा कुरा तपाईँको दिमागमा आउनु पर्यो पैसा कमाउन आएको भने। डिएक्सन कस्तो कम्पनी हो? गलत कम्पनी हो? नो। नचलेको कम्पनी हो? फ्रड कम्पनी हो? नो। होइन। 32 वर्षदेखि चलेको, ग्लोबली चलेको 19 मिलियन चाहिँ डिस्ट्रिब्युटर भएको कम्पनी हो। नेपालमा पनि फ्याक्ट्री छ, लिगली रूपमा चलेको कम्पनी हो, पहिलो कुरो। दोस्रो कुरो, तपाईँले चाहिँ किन गर्ने भनेर बुझ्नु पर्यो, किन नोकरी गर्न आएको चाहिँ, र त्यस्तै डिएक्सन किन गर्ने, स्वस्थ रहन, पैसा कमाउन, नाम कमाउन, यो कुरा थाहा हुनु पर्यो। अब कसरी गर्ने यसमा पनि जानु पर्यो। कसरी गर्ने भन्दा तपाईँले आइडी बनाएर कन्ज्युम गर्नुहुन्छ, कन्ज्युम गरिसकेपछि कन्ज्युम त तपाईँले अरू आइटम त गरिराख्नु भएको छ नि आजसम्म, होइन? चिया कफी नखाने मान्छे छ, साबुन नल्याउने मान्छे छ, पेस्ट युज नगर्ने मान्छे छ, हरेकले गरिरहेछ। तर तपाईँको आइडीबाट यही चिज युज गर्नुभयो भने तपाईँले अरूभन्दा यो फरक हो भन्ने कुरो विश्वास लाग्दै जान्छ, भरोसा लाग्छ, तपाईँलाई ज्ञान हुन्छ। अनि यही कुरा मलाई राम्रो लाग्यो है सर। मैले जहाँ जतिजनालाई क्लास दिएँ सबैले पेस्ट लिन्थे, सबैले कफी लिन्थेछ। म गजब लाग्छ। म एउटा सामान्य एउटा डायमन्ड हो नि त म, तर म फिल गर्छु र तपाईँहरूसँग म बसेँ भने सबैलाई पेस्टको ज्ञान दिन सक्छु, सबैलाई कफीको ज्ञान दिन सक्छु, सबैलाई साबुनको ज्ञान दिन सक्छु र तपाईँहरूलाई चाहियो भन्ने बनाउँछु। त्यो ढाँट्ने चल्ने कुरै होइन। कुरो बुझ्नु नि हो। त्यही कुराको तपाईँले सिप लिएर जानुहोस्। यहाँ पढ्नु पर्दैन, सिके हुन्छ। तपाईँको परिवर्तन हुँदै जान्छ, पैसा, ज्ञान, नलेज। त्यसो हुँदा तपाईँहरू सबैले यदि डिएक्सनमा डिस्ट्रिब्युटर आइडी बनाउनु भएको छैन भने बनाउनु होला। र यो किन भन्दा तपाईँले यति कुरा बुझ्नुहोस्, व्यापार गर्ने इच्छा त छ सबैलाई, व्यवसाय गर्ने इच्छा त छ, तर नोकरी नै गर्छौँ हो। तर यहाँ चाहिँ के छ भने तपाईँले यदि दुकान नखोलिकन मान्छे आसी दुकान खोल्छु भनेर हुन्छ? त्यसमा तपाईँको डिस्ट्रिब्युटर आइडी भनेको दुकान हो। त्यो दुकान छ भने अर्कोलाई चाहिँ किनेर खा भन्न सक्नुहुन्छ यस आइडीमा। हेर्न, त्यसमा आइडी बनाइहाल्नुहोस् भन्न खोजेको त्यो खतरनाक आइडी हो, यो ग्लोबली चल्ने आइडी हो। त्यसपछि त्यो आइडी पहिला बनाउनुहोस्, पर्सेन्टेज बढाउनुहोस् र ज्ञान लिँदै अगाडि बढ्नुहोस्। डिएक्सन एउटा वान वर्ल्ड वान मार्केट फ्यामिली हो। अनि यो फ्यामिलीमा सबैले सहयोग गर्छन्। यहाँ देखिएका अनुहार मात्र होइन, नेपालमा भएका मान्छेलाई पनि सहयोग गर्छन्। अरू विदेशमा भएका साथीहरू हुनुहुन्छ भने पनि उहाँहरूलाई पनि कोही लिडरहरूले सपोर्ट गर्नुहुन्छ। यसै गरी तपाईँको व्यवसाय ग्लोबली रूपमा रन गर्छ र तपाईँ एक दिन चाहिँ राम्रो मान्छे बनेर म घर फर्किँदै गर्दा आँखाबाट हाँसो आउँछ, त्यो खुसीको हाँसो। त्यस्तो फिल भयो भने तपाईँले चाहिँ धातु डक्टर लिम सियोजिनलाई क्या दामी कम्पनी बनाउनु पर्छ सर भनेर एकदम भित्र फिल गर्नुहुन्छ, होइन? हाम्रो चाहिँ धातु डक्टर लिम सियोजिन, उहाँलाई चाहिँ एक जोरदार तालीको अपेक्षा गर्दै मेरो कुरा सुनिदिनु भयो, खुसी लाग्यो। तपाईँहरूको अगाडि डिएक्सनकै कारण थियो जसको कारणले मैले सेयरिङ गर्न पाएँ, नत्र म जस्ता मान्छेको लागि कुनै स्टेज छैन। न गाउन जानेछ, न नाच्न जानेछ, न बजाउन जानेछ, अनि कहाँनिर हुन्छ, न एजुकेटेड पर्सन हो। त्यसपछि डिएक्सन थियो, त्यही भएर हामी मजाले बोल्न सकेका छौँ। तपाईँको लागि यो ठाउँ हो, यहाँ आएर मजाले सेयरिङ गर्न सक्नुहुन्छ। आज एउटा कुनै कम्पनीमा एउटा लेबर बनेर आउनु भएको छ, कुनै प्रोफेसनल लिएर आउनु भएको छ भने पनि 2 वर्ष 3 वर्ष पछाडि तपाईँले पनि मैले यति कमाउँछु यो डिएक्सनबाट, म यस्तो नलेजमा आएँ, मलाई रोग छैन, मैले यतिजना मान्छेको लाइफ चेन्ज गरेँ भनेर भन्न सक्ने हुनुहुनेछ यदि डिएक्सनलाई लिएर सँगै लिएर हिँड्नुभयो। नोकरी गर्नुहोस्, पेसा गर्नुहोस् अथवा जे गर्नुभएको छ त्यो सँगसँगै अलिकति मिलेको समयलाई डिएक्सन के हो भनेर सिक्ने कोसिस गर्नुहोस्। पक्कै पनि यसले परिवर्तन गराउँछ है। यहाँ कुनै पनि ढाक्ने छले छैन। र तपाईँहरू सबैलाई मैले कतिको बुझाउन सकिनँ, समय धेरै लिएको भए सरी भन्दै मेरो कुरा सुनिदिनु भयो। धेरै धेरै धन्यवाद। गुड मर्निङ डिएक्सन। यता कतै देख्दै थिएँ, योभन्दा पहिला हाम्रो सर मेरो थोरै निराशपूर्ण हुनुहुन्थ्यो र कुरा सुन्दै गर्दाखेरि बेग्लै फिल गर्नुभएको थियो र उहाँ बोल्दै गर्दाखेरि एकदमै ध्यान दिएर सुन्नुभएको थियो है। यो सधैँभरि लगाइराख्नु होला, किनभने हामी यो क्षेत्रमा सबै सरहरूको म्याडमहरूको मुखबाट फरक फरक कुरा सुनिन्छ। त्यो कसरी सुनिन्छ भने उहाँले पाउनुभएको अनुभव, उहाँले भएका कुराहरू र उहाँले जुन क्षेत्रभित्र आएर पाएका गतिविधिहरू। वास्तवमा हामी परदेशमा कुन तरिका लाग्छौँ र कुन तरिका हामी घर फर्किँदैछौँ भन्ने कुरालाई मनन गर्नुहोला। र त्योभन्दा पहिला हामी घर फर्किँदै गर्दाखेरि आज जुन
क्षेत्रमा तपाईँ आउनुभएको छ, किनभने तपाईँ जस्तै धेरै व्यक्तिहरू बाहिर हुनुहुन्छ। त्यो समयमा तपाईँ पनि त्यहाँ जान सक्नुहुन्थ्यो, तर तपाईँ त्योभन्दा फरक व्यक्ति हो तपाईँ हामी। त्यसले गर्दाखेरि उहाँ जस्तो फरक भएकोले गर्दाखेरि आज हामी सिक्न र बुझ्न आएका छौँ। नै पनि उहाँ जस्तै अहिले गर्मी समय छ, गर्मी समय भए तापनि धेरै व्यक्तिहरूले रुममै बसेर, आज बिदाको दिन छ तर पनि रुममै बसेर कसैको कुरा काट्दै हुनुहुन्छ, एकअर्कालाई गाली गलोज गर्दै हुनुहुन्छ होइन, र कसैले धुम्रोपान अथवा लागु पदार्थ गर्दै झै झगडा गर्दै हुनुहुन्छ होइन। कोही आफ्नै आफ्नै क्षेत्रमा रमाइलो हुन्छ, त्योबाट हामी पनि सकिन्छ होला नि त होइन, तर होइन, हामी फरक छौँ उहाँहरूबाट। त्यसले गर्दाखेरि जुन तरिकाले हजुर आउनुभएको छ त्यही तरिकाले सदाबाट यस्तै आफ्नो सकारात्मक भावनालाई यसरी अगाडि बढाउनु होला। यो तपाईँलाई मेरो शुभकामना। र अब म ढिला नगरिकन फेरि पनि हामीसँग यस्तो महान लिडर हुन्छ, मैले भनिहालेँ आज हामी महिनाको अन्तिम दिन हो र हामीले फरक व्यक्तिहरू फरक कुरा सुन्नेछौँ र त्यो फरक कुराले हामीलाई सायद मलाई लाग्छ हामी जीवनमा अगाडि बढ्नलाई चाहिँ धेरै सपोर्ट गर्नेछ। र म अब ढिला नगरिकन उहाँकै मुखबिन्दबाट उहाँकै अनुभवहरू हामीले सुन्नेछौँ र म स्टेजमा निम्ताउन चाहन्छु। उहाँ आउनुहुन्छ यसै डिएक्सन कुबेत नेपाली परिवारका अनुहार लिडर, त्यो नभइकन उहाँलाई चाहिँ हामीले अभिभावकको रूपमा हामीले मान्ने गर्छौँ, किनभने उहाँले यो डिएक्सन कुबेत नेपाली परिवारलाई जबबाट सुरुवात भयो त्यसबाट उहाँले आजसम्म उहाँकै साथ सपोर्ट सहयोगले नै हामीलाई यो कार्यक्रम चलाउन टेवा मिलेको छ। त्यसले गर्दाखेरि म ढिला नगरिकन उहाँलाई यस स्टेजमा निम्ताउन चाहन्छु। सिनियर स्टार डायमन्ड रमेश खड्का प्लिज उहाँलाई जोरदार ताली सुन्नुहोला। थ्याङ्क यू सर। सबैलाई नमस्ते। गुड मर्निङ डिएक्सन। गुड मर्निङ। धेरै कुराहरू आज सुनियो, सिकियो, बुझ्यो है। सुन्न सजिलो छ, भन्न सजिलो छ, गर्न गाह्रो छ हो। मजा आयो आज चोक्ला सरले हामीलाई धेरै ज्ञानहरू दिनुभएको छ। पक्कै पनि हजुरले एउटा कुरा के चाहिँ बुझ्नु भने डिएक्सन एउटा यस्तो खालको प्लेटफर्म छ जहाँ चाहिँ एउटा असामान्य व्यक्तिले पनि होइन सामान्य तरिकाको रिजल्टहरू लिन सक्छ। हामीसँग ज्वलन्त उदाहरणहरू त्यस्ता धेरै छन्। मलाई याद आउँछ सुरुको दिनमा जब हामीले डिएक्सन यो कुवेतमा चाहिँ सुरुवाती चरणमा हामीले काम गऱ्यौँ, केही 2-4 जना मिलेर, तर हामीले एउटा सङ्कल्प लिएका थियौँ, एउटा उद्देश्य लिएर हामीहरू अघि बढेका थियौँ कि आउँदा दिनहरूमा हामीले यो प्लेटफर्ममा यस्ता यस्ता लिडर्सहरू हामीले निकाल्नेछौँ होइन, पैदा गर्नेछौँ ताकि त्यसले भोलिको दिनमा एउटा इतिहास रचोस् के। र वास्तवमा निक्ले धेरै आए धेरै गए पनि हामी कसैको पनि यो हाम्रो आफ्नो देश होइन, आफ्नो घर होइन होइन, हामी सबैजना काम गर्नको लागि आएका छौँ। केही सेकेन्ड टाइम हामी काम गर्छौँ र पछि हामी आफ्नो घरतिर जान्छौँ। कोही बाध्यवश नचाहेको बेलामा पनि अचानक पनि जानुपर्छ इमर्जेन्सी, कोही होइन आफ्नै जे छ एउटा टार्गेट पुरा गरेर पनि जानुहुन्छ। तर पनि हाम्रो यहाँनिर नियत रूपमा चाहिँ लिडर्सहरू जुन बन्ने क्रम, जन्मिने क्रम चाहिँ नियत रूपमा जारी छ। तर वास्तवमा हामीले हेर्दाखेरि एउटा चाहिँ हुन त लिडर्स भनेपछि सबैजना एउटा जब त्यो होइन सक्सेसको लेभलमा पुग्छपछि गर्छ ऊ चाहिँ लिडर्स त हुन्छ नि। र हामीलाई यस्तो खालको चाहिँ डाइनामिक लिडर चाहिएको छ, त्यो चाहिँ रेयरली निक्लिन्छ क्या। जसमध्येकोमा हाम्रो चोक्ला सर पनि एउटा होइन अहिले एक्जाम्पल हुनुभएको छ, उहाँको लागि जोरदार ताली दिनु होला। र हेर्नु प्राकृतिकको नियम छ, यो प्रकृतिमा यो धरतीमा होइन कुनै पनि कुरालाई चाहिँ बन्नको लागि, परिपक्व हुनको लागि वा सक्सेसमा पुग्नको लागि त्यसलाई टाइम लाग्छ होइन। चाहे हामी चाहिँ एउटा मानव बच्चेको कुरा गरौँ, 9 महिना लाग्छ एउटा बच्चा चाहिँ होइन धरतीमा आउनको लागि। त्यसै गरेर हामीले रोपेको कुनै बिरुवालाई पनि हेरौँ वा चाहिँ हामीले केही धान गहुँ होइन अन्न अनाजहरूको हामीले बाली लगाउँछौँ, त्यो त 3 महिना 5 महिना 6 महिना उखुको हामी खेती गर्ने, हामी उखु खेसानी, मेरो पनि उखुकै खेल्छ, 1 वर्ष लाग्छ। र कुनै पनि हरेक चिजलाई टाइम लाग्छ। तर त्यो टाइम हामीले दिनुपर्छ, त्यो टाइम अवधिसम्म हामीले चाहिँ धैर्यता धारण गर्नै पर्छ। होइन भने तपाईँ के त्यस चिजबाट तपाईँ आउट हुन सक्नुहुन्छ है। त्यसले गर्दाखेरि आज हामीले त्यो कुराहरू बुझ्यौँ। डिएक्सनमा हुनसक्छ कोही व्यक्तिले एकदम छोटो टाइममै होइन सफलता एचिभ गरेको हुन्छ क्या, तर सस्टेन गर्न गाह्रो हुन्छ। त्यसले गर्दाखेरि हामी एउटा चाहिँ सबल र सफल बन्नको लागि हामीसँग त्यो
हुनुपर्ने कुराहरू चाहिँ हामीले त्यो परिपक्वताहरू हाम्रो त्यो नलेजहरू होइन हामीलाई लिन चाहिँ त्यसलाई चाहिँ टाइम लाग्छ हो। त्यति जेलसम्म चाहिँ हामीले धैर्यता लिनैपर्छ। त हेर्नुहोस् आज अलिकति तपाईँहरूलाई यहाँ आज हामीले धेरै कुराहरू सिक्यौँ। अलिक फरक तरिकाले म पनि यहाँहरूलाई मेरो अनुभवहरू म पस्किन चाहन्छु ताकि तपाईँहरूले अझै स्पष्ट रूपमा चाहिँ केही कुराहरू सिक्न सकौँ, बुझ्न सकोस् भनेर। हामी सबैको जीवनको लक्ष्य भनेको स्वास्थ्य हो। हामी स्वस्थ रहन चाहन्छौँ हरेक व्यक्ति। कोही पनि यस्तो व्यक्ति छैन संसारमा कि रोग लिएर बाँचौँ होइन, कष्टकर जिन्दगी बाँचौँ होइन, सबैले चाहन्छ कि म स्वस्थ रहौँ। तर यो प्रश्न यति भन्दै गर्दाखेरि हामी सबैको जीवनमा एउटा ठुलो प्रश्नवाचक चिन्ह त छ नि कि हामी कसरी स्वस्थ रहने। के स्वस्थ भएर बाँच्न सजिलो छ अहिलेको समयमा? छैन होइन। हरेकतिर चाहिँ होइन हामी चाहिँ यो केमिकलले घेरिएका छौँ। टक्सिन छ, जहाँ पनि हावामा टक्सिन छ, पानीमा टक्सिन छ, हामीले खाने होइन खानाहरूमा टक्सिन छ, हरेक चिजमा टक्सिन छ है। अहिले एउटा बच्चा गर्भवती महिलाको जुन पेटमा जुन घरमा जुन बच्चा हुन्छ त्यो बच्चा पनि केमिकलमै जुधिरहेको हुन्छ। किन? आमाले खाने जुन पोषण तत्त्वहरू पनि त त्यो शुद्ध छैन नि त, त्यो प्योर छैन नि त। त्यसकारण होइन एकदम ठुलो च्यालेन्ज छ। तर यही समयमा, यही अवस्थामा, यही परिस्थितिमा रहेर पनि हामी कसरी स्वस्थ शरीर हामी बाँच्न सक्छौँ, यतातिर चाहिँ अलिकति हामीले ध्यान दियो भने हामी धेरै हदसम्म आफूलाई चाहिँ त्यो स्वस्थ चाहिँ हामी मेन्टेन गर्न सक्छौँ। अब यहाँ एउटा कुरा के छ भने हामीले जानेको बुझेको कुरा हो, यो स्वस्थ रहनको लागि हामीले डेली के चिजलाई चाहिँ हामीले होइन मिलाउन सक्नुपर्छ आफ्नो दैनिक जीवनमा होइन। जस्तो डेली हामीले एक्सर्साइज गर्नुपर्छ एउटा स्वस्थ रहनको लागि, नर्मल इन्सानको लागि हरेक होइन। त उसले खाने भोजन चाहिँ ब्यालेन्स हुनु पर्यो, त्यसमा हरेक कुरा मिसिएको हुनु पर्यो होइन, तुलनात्मक रूपमा। त्यस्तै गरेर हामीले चाहिँ शुद्ध हावा लिन सक्नुपर्छ, अक्सिजन जुन चाहिँ जहाँ हरियाली होस् होइन, यो के अरे वातावरणमा आउने हावा हुनु पर्यो। त्यसै गरी हामीले पिउने पानी शुद्ध पिउने पानी हुनुपर्छ। यो बेसिक कुरा हो एउटा व्यक्ति चाहिँ स्वस्थ रहनको लागि। तर अब सोच्नुहोस् त हामी कस्तो खालको माहौलमा बसिरहेका छौँ, हामीले खाने खाना कस्तो छ, हामीले पिउने पानी कस्तो छ, हामीले लिँदै गरेको हावा कस्तो छ है, कस्तो छ त तपाईँले बुझ्नु होला। जबसम्म हामीले यी कुराहरूलाई मिलाउन सक्दैनौँ तबसम्म हामी स्वस्थ भएर बाँच्न एकदमै ठुलो च्यालेन्ज छ। हामीलाई कुनै न कुनै समस्याले घेर्छ, पक्रिन्छ नि होइन। यहाँ एउटा यस्तो छ, खाना हामीले यस्तो खानुपर्छ जुन खाना हाम्रो औषधिको रूपमा त्यसले चाहिँ काम गरोस्, औषधि यस्तो खानुपर्छ जुन चाहिँ खानाको रूपमा काम गरोस् होइन। त हाम्रो जिन्दगीमा औषधि भन्ने कुरा हुँदैन क्या। हामीले खानालाई मिलाएर चाहिँ खान सक्नुपर्छ है। सबै चिजलाई मिलाएर खान सक्यो भने र त्यो खाना पनि हाम्रो चाहिँ केमिकल रहित हुनु पर्यो क्या। यो मैले बुझाउनु खोजेको के हो भने अहिलेको समयमा तपाईँ हाम्रो जिन्दगीमा हामीले यो कुरालाई मिलाउन सक्दैन, धेरै गाह्रो छ। धेरै कम व्यक्तिहरू होला जसले चाहिँ मिलाएर होइन भोजनहरू लिन सक्छ, डे टु डे लाइफमा चाहिँ एक्सर्साइजहरू होइन योगा मेडिटेसनहरू गर्न सक्छ। यो धेरै नै गाह्रो छ। अब अनि के छ त त्यस्तो विकल्प होइन जुन चाहिँ हामी स्वस्थ रहन सकौँ यही पेरिफेरीमा रहेर पनि। र एउटा हामीले एक्ज्याक्टली हेरौँ यो जुन स्ट्याटिस्टिक्स छ है, यो विवरण छ जुन चाहिँ 1990बाट होइन 2090 को है 1990 देखि 2019 को यो तथ्याङ्क हो यो होइन, यो ग्लोबली रिपोर्ट हो। हामी हेरौँ त कुन समस्याले गर्दाखेरि विश्वमा मानिसहरूको मृत्यु भइरहेको छ। तपाईँले हेर्नु ल, 1,35,42,683 केबाट मुटु सम्बन्धी समस्या भएर मान्छेको मृत्यु भएको छ। यो स्ट्याटिस्टिक्स हो यो। त्यस्तै गरेर तपाईँले हेर्नु अन्य बिमारीहरूबाट कति मरेको छ होइन, 82,95,000 होइन 73 व्यक्तिहरूको मृत्यु भयो। त्यस्तै क्यान्सरबाट कतिजनाको मृत्यु भएको छ, 63,11,725। तपाईँले हेर्नु होला यो तथ्याङ्क हो। त यस्तो अन्य धेरै छ, सबै यहाँ कभर गरेको छैन। अहिलेको लेटेस्ट यदि हामीले हेर्ने हो भने 2023 to 24 को झन् कति होला, अहिले हामी कहाँ 2025 को करिब हामीहरू मिडलमा छौँ। भनेपछि यो तथ्याङ्क दिन प्रतिदिन बढिरहेको छ क्या यो, अर्थात् यो बिमारीको कारण मान्छेको मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ। त हामीले एउटा कुरा के बुझ्यौँ भने नि हामीले रोगलाई अब चाहिँ रोक्न सक्दैनौँ। यो मृत्यु हुनेको जुन सङ्ख्या छ यसलाई पनि हामीले रोक्न सक्दैनौँ है, बिल्कुलै निम्त्याउन पार्न सक्दैन। बस हामीले केही कन्ट्रोल गर्न सक्छौँ, त्यो हाम्रो हातमा छ। त्यो तपाईँले नि आफूलाई चाहिँ होइन
यसरी मेन्टेन गरेर राख्न सक्नुभयो भने केही हदसम्म तपाईँले कन्ट्रोल गर्न सक्नुहुन्छ, बिमारीबाट तपाईँ मुक्त भएर चाहिँ बाँच्न सक्नुहुन्छ होइन। अनि त्यसको लागि के छ त, कसरी त्यो सम्भव छ त होइन, हामी बुझ्नेछौँ। एउटा यो सानो भिडियो छ, तपाईँहरूले हेर्नु होला, यसबाट पनि केही नलेजहरू तपाईँलाई मिल्न सक्छ। कता गयो? ओके, ओके, यो भिडियोलाई मैले बाहिर चाहिँ गर्नुपर्छ, त्यतिकै प्ले गर्नु त्यतिकै छैन, मेरो त्यसै भित्रै छ क्या, त्यो स्लाइड सोमै छ। यहाँको यो स्पिकरको कता हो बुझ्नु सकिनँ। यतिकै हेरौँ न, ओके ओके, यतिकै हेरौँ। यो एउटा केही एकदम जानकारीमूलक यो भिडियो थियो, यो एकदम हेर्नको लागि छ, त्यो पनि नेपाली भाषामा। यसको यहाँनिर हुनसक्छ सानो आयो है। ओके, यो मजा हुँदैन साउन्ड बिनाको भिडियोमा, केही न केही हेरेको जस्तो हुन्छ। अब हामीसँग के छ त यसको विकल्प, हामी स्वस्थ रहनको लागि भनेदेखि अब हामीले बुझौँ अलिकति डिएक्सनतिर हेरौँ फर्केर। डिएक्सनले के छ गरेको, दुनियाँको सबैभन्दा होइन उच्च कोटीमा रहेको जडीबुटीहरू, त्यस्तै गरेर जडीबुटीको राजा हाम्रो ज्ञानोडरमा लगायत हेर्सा गुम्बा, स्पिरुलिना, मोरेन्जी होइन, यिनीहरूलाई चाहिँ लिएर डिएक्सनले आफ्नो प्रमुख उत्पादनहरू बनाएका छन्, जुन चाहिँ विश्वकै हाई क्वालिटी होइन उच्च गुणस्तरीय स्तरका प्रोडक्टहरू बनाएका छन्, जुन अलरेडी प्रमाणित छन्। यी प्रोडक्टहरू संसारका धेरै जति पनि छ उच्च कोटीमा रहने त्यो सर्टिफाइडहरू उनीहरूले चाहिँ त्यो इन्टरनेसनल बडीजहरूले यसलाई चाहिँ प्रमाणित गरेका छन्। त्यसले गर्दा हामीसँग जति पनि प्रोडक्टहरू छ सबै उच्च कोटीका हुन्, हाई क्वालिटी प्रोडक्ट हामीले लो प्राइसमा पाइरहेका छौँ। यो प्रोडक्टहरू यदि हामीले प्रोडक्ट युज गर्छौँ, सेवन गर्छौँ भनेदेखि हाम्रो शरीरभित्र जति पनि छ समस्याहरू यानि कि रोगको कारक के हो त, टक्सिन्स, तिनीहरूलाई चाहिँ डिटोक्सिफिकेसन गरेर हाम्रो शरीरलाई शुद्धिकरण गरेर शरीरको हरेक अङ्गहरूलाई चाहिँ होइन यसले चाहिँ सन्तुलन बनाइदिन्छ। त्यो कसरी भनेपछि हामीले हेर्न सक्छौँ, हाम्रो मेन हो यो आरजिजिएल जुन चाहिँ यहाँ स्पिरुलिना के मसरुमको फर्ममा पाइन्छ। यो दुईवटा एड गरेर यसको काम छ होइन, यो हामीलाई थाहा भएको कुरा, त्यो पनि यहाँ केही हाम्रो नयाँ साथीहरू हुनुहुन्छ उहाँहरूको लागि पनि होइन यो अलिकति हेल्पफुल हुनेछ। यो आरजी जुन छ 90 दिनको च्याउ, परिपक्व च्याउबाट बनाएको, र यो जिएल 18 दिनको होइन कलिलो भएको च्याउ, र यहाँ पाइने ऋषि मसरुम पाउडर, यसले चाहिँ हाम्रो बडीलाई डिटोक्सिफिकेसन गर्छ। आरजी र जिएलले चाहिँ ब्यालेन्सको काम गर्छ। त यस्तो प्रकारले हाम्रो शरीरमा जति पनि छ समस्याहरू छ त्यसको कारकहरू छ होइन, जसलाई टक्सिन भनिन्छ, त्यसलाई शरीरबाट शुद्धिकरण गरेर सफाइ गरेर अनि हाम्रो जति पनि छ सिस्टमहरू अङ्गहरू त्यसलाई चाहिँ फेरि ब्यालेन्स गरिदिन्छ र हाम्रो शरीर स्वस्थ हुन्छ। सबै अङ्गहरूले चाहिँ प्रपर तरिकाले सिस्टमले काम गर्न थाल्छ र हामी स्वस्थ हुन्छ। र हामी हेर्न सक्छौँ यो डिएक्सनसँग जुन स्पिरुलिनाको हामीले कुरा गर्दै गर्दा यो स्पिरुलिना यो धरतीको है सर्वोत्तम खाना हो, नम्बर 1 भोजन हो, जसलाई हामीले यहाँ हेर्न सक्छौँ होइन। युनाइटेड नेसनले यसलाई के अरे प्रमाणित गरेको छ। त्यसै गरेर हामीले हेर्छौँ WHO ले होइन, अर्को छ AARP होइन जुन चाहिँ अमेरिकन एसोसिएसन अफ रिटायर्ड
पिपुल यो संस्थाले पनि यसलाई प्रमाणित गरेको छ। त्यस्तै गरेर हामीले नासाले पनि यसलाई यो चाहिँ स्पेसको भोजन भनेको छ होइन। FDA भनेर फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन यो चाहिँ अमेरिकाको, यो जति पनि संसारको उच्च कोटीको संस्थाहरूले चाहिँ यसलाई प्रमाणित गरेको छ। जुन चाहिँ हामीले यदि 10 ग्राम स्पिरुलिना मात्रै खान्छौँ भने होइन, हामीले 100 केजीमा 10 केजीमा पाइने जति पनि होइन, यो चाहिँ चाहे हामीले चिकनलाई लिउँ, चाहे ग्रिन भेजिटेबललाई लिउँ, चाहे फ्रुटहरूलाई लिउँ, त्यसमा पाइने तत्त्वहरू चाहिँ हामीले 10 ग्राम स्पिरुलिनाबाट हामीले पाउन सक्छौँ। त्यो पनि के, यो बिना केमिकल रहित हो, प्योर हो। अर्को कुरा के छ, स्पिरुलिना पाइने फाइदा यसले त धेरै कुरा दिन्छ नि, तर यो चाहिँ डाइजेस्टेबल फुड हो, प्लस यो वाटर सोलुबल हो, अर्थात् यो चाहिँ पच्छ। हामीले जति खाए पनि, इभन हामीले 1 ग्राम स्पिरुलिनाको डब्बामा कति हुन्छ, मतलब एउटा डब्बामा स्पिरुलिना 50 ग्राम हुन्छ। 50 ग्राम हामीले एकैचोटि खाए पनि यो चाहिँ पच्छ क्या, त्यसलाई भन्छ डाइजेस्टिबल। अर्को के, यो वाटर सोलुबल, अर्थात् यो चाहिँ होइन पानीको द्वारा पनि यो गल्छ क्या त्यसरी। त्यसले गर्दा यो चाहिँ हामीले जति खाए पनि, इभन तपाईँले 1 केजी खानुहोस्, यसले साइड इफेक्ट गर्दैन होइन, यो अपच हुँदैन, यो पचेर जान्छ। त त्यस्तो खालको यो खाना हो होइन, जुन चाहिँ गर्भवती महिला, आजै जन्मेको बच्चादेखि लिएर हामी हरेकले यो खान सक्छौँ। त्यस्तो राम्रो खाना छ हामीसँग है। यसलाई अलिकति चाहिँ एकदम बुझ्न जरुरी छ। यसको डिटेल्समा हामीले यसको मात्रै टपिकमा कुरा गर्ने पनि यो 2-3 घन्टाको सेसन हुनसक्छ है। त्यति भास्ट यो टपिक हो, त्यति कुराहरू छ यो भित्र, तर टाइम छैन, मैले छिटो अलिकति म गएँ अगाडि। अब यो हामीसँग फल प्रजातिमा सबैभन्दा बढी औषधि गुणले भरिपूर्ण यो नोनी फ्रुट हो यो है। मोरिन्डा सिट्रिफोलिया पनि भन्छ यसको, जुन वैज्ञानिक नाम मोरेन्जीको नाममा हाम्रो डाक्टर लिन्चुजिनले चाहिँ जुस तयार पारेको छ, जसमा बढी इन्जाइम्सहरू पाइन्छ। इन्जाइम्स हाम्रो शरीरको पेटलाई चाहिने अमृत हो, जसले चाहिँ खानालाई हजम गर्छ। त्यस्तै गरेर यसमा जुन पाइने जति पनि छ नि तत्त्वहरू, त्यसले गर्दाखेरि के हाम्रो हुन्छ, इम्युन सिस्टम हाम्रो राम्रो हुनसक्छ, एस्केलेटन सिस्टम राम्रो हुनसक्छ होइन, स्किनको समस्याहरू पनि यसले राम्रो गर्छ। त्यसै हाम्रो चाहिँ पेसाबमा हुने जुन युरिनरी ट्र्याक्ट इन्फेक्सनहरूलाई यसले राम्रो गर्न सक्छ होइन, यो नसा सम्बन्धी समस्या। त्यस्तै गरेर हाम्रो इन्डोक्राइन सिस्टम, यो यति सिस्टमहरूलाई यसले राम्रो छ भनेपछि यसमा कति शक्ति छ। यसको इतिहास हामीले हेर्ने हो भने आजभन्दा 2000 वर्ष पहिले अफ्रिकनको अफ्रिकन आदिवासीहरूले यसलाई चाहिँ होइन औषधिको रूपमा प्रयोग गर्थे क्या त्यतिखेर है। अनि यसको धेरै कुराहरू छ, यसको पनि हामीले यदि हिस्ट्रीलाई हेर्ने हो भने। त्यसले गर्दा हामीले आँखीमा यो मोरिन्जी जुस जति पनि हामी पिउन सक्छौँ। मेरो बाबु जन्मेकै मलाई लाग्छ हप्ता दिनपछि हस्पिटलबाट डिस्चार्ज भयो। मेरो मिसेस यहीँ कुवेतमै भएको, डेलिभरी पनि मेरो बच्चा यहीँ। सुरुको जब घरमा आइसके पछाडि मैले यहीहरू नि खुवाएको मोरिन्ज जुस पनि। अहिले पनि ठुलो मोरिन्ज जुस उसलाई के अरे नेपालमा त ठुलो पाइँदैन, 1 कार्टुन आउँछ, 6वटा पिस हुन्छ, 6वटा 1 महिना ठिक्क हुन्छ मेरो बाबुलाई, 6वटा उसले खान्छ 1 महिनामा है होइन, ठिक्क डोज हुन्छ क्या। मतलब त्यति यो जब खाइसक्ने यसले इन्स्टान्ट इनर्जी पनि दिँदो रहेछ होइन। दुखाइहरू त धेरै यसको बारेमा छ नि त, मलाई पनि म छिटो मैले हटाएँ। त हामी सबैले मान्छौँ कि स्वास्थ्य नै हाम्रो धन हो। कतिजनाले मान्नुहुन्छ स्वास्थ्य नै हाम्रो धन हो भनेर, हामी सबैले मान्छौँ होइन। किनकि तपाईँको शरीर स्वस्थ भने तपाईँले धन जति पनि कमाउन सक्नुहुन्छ, तपाईँको धन भएर तपाईँले स्वस्थ पछाडि कमाउनु भनेको धेरै गाह्रो छ। त्यसले गर्दा हामी यो मान्दै गर्दाखेरि अब हामी यो मान्छौँ भने डिएक्सनको प्रडक्ट तपाईँको लागि हो। यदि तपाईँले मान्नुहुन्न भने तपाईँको लागि डिएक्सन प्रडक्ट होइन, द्याट्स इट है। त्यसले गर्दाखेरि चाहिँ हामीले आजदेखि गर्दै रहनु भएको छ, तपाईँलाई धन्यवाद, बधाई छ। छैन भने होइन, दैनिकी प्रयोग हुने जति पनि सामग्रीहरू छन् तपाईँले बजारबाट गर्नुहुन्छ, पैसा छैन भने मिलाएर गर्नु होला होइन। जति तपाईँसँग क्यापिटल छ त्यही हिसाबले, होइन भने तपाईँले सिस्टमलाई फोकस गर्नु, सिस्टममा काम गर्नुहोस्, रहेर पैसा आउँछ। हाम्रो टोका सर कति गएको होइन, 180 केडी, वा जोरदार ताली। 180 केडी यदि हामीले नेपालको जोड्ने भने कति भयो होइन। त्यसमा हामीले 100 टिभीको पैसा 35 केडी घटाएर पनि कति आउँछ। त यो भनेको होइन एकदम राम्रो चाहिँ इन्कम हो। त त्यसरी हामीले सिस्टमबाट खान सक्छौँ। आफ्नो दैनिक प्रयोग गर्ने जति पनि प्रोडक्टहरूलाई बिस्तारै हटाउँदै जाउँ र डिएक्सनलाई चाहिँ अपनाऊ यसको प्रोडक्टलाई, ताकि तपाईँको जीवन, तपाईँको स्वास्थ्य, तपाईँको शरीर स्वस्थ हुन्छ र तपाईँको जीवन र शरीर स्वस्थ हुनु नि तपाईँको परिवार पनि खुसी हुनु हो, तपाईँ खुसी हुनु हो होइन। त्यसैले जीवनमा राम्रो चिजलाई चाहिँ अपनाउनुहोस् ताकि तपाईँको जीवन र तपाईँको भविष्य राम्रो होस् है। यति नै भन्दै यहाँको साथबाट म छुट्न चाहन्छु। आफ्नो भनाइलाई यहीँ अन्त्य गर्दै फेरि पनि भेटौँला। हस्त नमस्ते। गुड मर्निङ डिएक्सन। 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 गुड मर्निङ डिएक्सन।
धेरै धेरै धन्यवाद छ सिनियर स्टाडायमन रमेश खत्री सरजीलाई एकचोटि जोरदार तालीले सम्मान गर्नु र अझै हामीसँग यस्तो स्पिकर हुनुहुन्छ कोही कतै नजानुहोला केही समय धन्दै गर्नुहोला यतिकै छन् हजुरहरू बसिरहनु भएको छ अब केही समय बस्नुला त्यसपछि हामी सबैजना आज कार्यक्रमलाई समापन गर्नेछौँ र विशेष गरी आज जुन रमेश सरले बोलेका कुराहरू उहाँले दिएका शब्दहरू पक्कै हामी सबैजनाले बुझ्यो होला र उहाँले सरल तरिकाले सबैले बुझ्ने तरिकाले नै उहाँले प्रस्तुत गर्नुभएको छ वास्तवमा हामी देशमा आउनुकै कारण यही हो आफ्नो रोगी शरीरलाई निरोगी बनाउनु र हामी सबैजना यहाँ घुम्न आएका होइनौँ सबैजना बेरोजगारी भएर पैसा कमाउन आएका र पैसा कमाउने गर्दाखेरि पैसाको पछाडि दौडै गर्दाखेरि हामीहरू निरोगी शरीरलाई रोगी बनाइरहेका छौँ त्यसले गर्दाखेरि त्यो रोगी शरीरलाई चाहिँ हामी निरोगी बनाउनको निमित्त हामी बाहिरको केमिकलयुक्त मेडिसिनहरू प्रयोग गर्नुभन्दा तपाईँ हामीले डिएक्सनले उत्पादन गरेको नेचुरल प्रडक्ट प्रयोग गऱ्यो भने हाम्रो शरीरमा भएको रोग त निको हुन्छ नै हुन्छ र रोग लागेको छैन भने तपाईँ हामीलाई रोग लाग्नको लागि चाहिँ यो प्रोडक्टले चाहिँ हाम्रो शरीरलाई चाहिँ बचाइराख्ने गर्छ सो त्यसले गर्दाखेरि हामी सबैजनाले भले हामी सानोबाट सुरुवात गरौँ तर प्रोडक्ट चाहिँ हामीले प्रयोग गरौँ किनभने जब तक हामीले प्रोडक्टहरू प्रयोग गरिँदैन त्यसको कुनै पनि फाइदा पाइँदैनौँ त्यसपछि हामीले के हुन्छ नि रिएक्सन यस्तै त हो नि उस्तै त हो नि भन्ने खालको अफवाह फैलाउँदै अथवा फैलाएको व्यक्तिको पछि दौडिँदै हामीहरू रिएक्सनप्रति लगाव नभइकन बिनलाग हुँदै हामी पछि प्रयोग गर्छौँ त्यसले गर्दाखेरि यो कुरालाई बुझ्न हामी सबैजना जरुरी छ र विशेष गरी आज महिनाको अन्तिम शुक्रबार हो र आज लक्की ड्र हुने थियो तर रिएक्सन कुबेत नेपाली परिवारले जुन मुस्लिम धर्मावलम्बीहरूको पर्व बकरिदको अवसरमा प्रोग्राम राखिएको छ र त्यसै प्रोग्रामलाई चाहिँ हामीले यो प्रोडक्ट छुट्याएका छौँ आज हामीले प्रोडक्ट वितरण गर्ने छैनौँ है यहाँ हाम्रो नाम लिस्ट हाम्रो लिडरहरूको अलरेडी छँदैछ म सबैजना लिडरहरूलाई अनुरोध गर्न चाहन्छु हजुरहरूले प्रोडक्ट आफ्नो नाममा टिपाउनु होला किनभने आज हामी यहाँ छौँ सम्भवतः हामी अर्को शुक्रबार हामी यहाँ हुने छैनौँ त्यसले गर्दा हामीसँग सायद प्रोडक्ट नहोला र त्यो प्रोडक्ट हामीले उपलब्ध गर्नलाई चाहिँ हामीलाई प्रोडक्ट किन्नु नै पर्ने हुन्छ त्यसले गर्दा हजुरले चाहिँ आफ्नो तर्फबाट आफूले मन परेको प्रोडक्टहरू चाहिँ जम्मा गर्नुहोला भनेर जानकारी पनि गराउन चाहे र अर्को जुन आउँदै गएको शुक्रबार जुन प्रोग्राम हुँदैछ त्यो हामी सबैजनालाई थाहा नै छ होला र थाहा छैन भने आज यसै मञ्चबाट हजुरलाई मैले जानकारी गराएँ कि प्रोग्राम हुँदैछ र यो प्रोग्राम जुन हाम्रो गोर्खा किचन रेस्टुरेन्ट सालमिया हुँदैछ है त्यसले गर्दाखेरि त्यो प्रोग्राम हुँदै गर्दाखेरि हामीलाई टिकटको आवश्यक पर्छ किनभने हामी होटेलमा प्रोग्राम गरेछौँ होटेलमा हामीलाई सित्तैमा प्रोग्राम दिँदैन हामीले बाहिरको पानी पिउनको लागि त हामीले पैसा तिर्नुपर्छ भने प्रोग्राम गर्नलाई चाहिँ हामीलाई सित्तैमा गराउँदैन त्यसलाई चाहिँ हामीले पैसा तिर्नुपर्ने हुन्छ र त्यसको लागि टिकटको व्यवस्था गरेको छ र टिकट चाहिँ 3 केजी हो है सबैजनाले टिकटलाई लिनु होला किनभने एकदम सीमित रूपमा टिकट राखिएको छ फेरि हजुरहरूले चाहँदै पनि त्यहाँ हजुर जान चाहँदै हजुर जान पाउनु भएन टिकटको कारणले जान पाउनु भएन भने त्यो हजुरहरू आफैलाई खलो लाग्न सक्छ किनभने 7 तारिकको फेरि हाम्रो नेपालबाट कलाकार पनि आउँदै हुन्छ होइन यहाँ कतिपय व्यक्तिहरू हामी नभनौँ त हामीभन्दा बाहिरका व्यक्तिहरू जुन एउटा कलाकारलाई हेर्नको लागि मात्र यो होइन कि कलाकारलाई माया नगर्नुहोस् भन्नु खोजेको माया गर्नुपर्छ तर कलाकारलाई हामीले हेर्दै गर्दाखेरि कलाकारबाट हामीले पाउने केही छ फाइदा केही छैन मात्र एउटा उहाँलाई हेर्ने हो उहाँको अनुहार हेर्ने सम्भवबाट उहाँसँग हामी भेटघाट पनि गर्न पाउँदैनौँ तर त्यसको लागि मान्छेहरू पैसा नहुँदा पनि ऋण काटेर भए पनि हेर्न पुगिरहनुहुन्छ त्यो हामीले उदाहरण हामी देखिरहेका छौँ त्यसैले हाम्रो भनेको यति राम्रो अवस्था छ कि हामी सबै कुरा पाउँछौँ खानपानको पनि व्यवस्था छ नाचगानको पनि व्यवस्था छ त्यो नभएको यति राम्रो यति मिठा कुराहरू हामी सुन्न पाइन्छ कि हाम्रो जीवनमा अगाडि बढ्न चाहिँ धेरै राम्रो सपोर्ट गर्छ त्यसले गर्दाखेरि त्यो अवस्था हजुर नगुमाउनु होला भन्ने यो जानकारी हजुरलाई जानकारी गराएँ र